स्वागत छ तपाईहरुलाई। पक्कै भन्दा म खान सकेर यसो एकछिन डुल्न हिँडेको छु। डुल्दा राम्रो राम्रो चिजहरू पाइरहेको छु यता। बत्ती बलिसके दामी छ है ल तपाईहरुलाई। यसरी डुल्दै म हिँडेको छु। यसलाई पनि मैले क्याप्चर गरेँ। हेरौँ दामी छ पहेँलो बुढो भाइ छ। म जङ्गल छिरे ल यसो जङ्गल हिँड्दै आज जुनको 2 तारिक हो। भोलि यहाँ कोरियामा स्थानीय चुनाव छ, त्यही भएर भोलि बिदा छ। आज हाम्रो टक्कै भन्दा 5 तारिक 3 तारिक हो। भोलि चुनाव छ यहाँको। यस्ता दामी ठाउँहरू निकालेर मैले होइन देखाउनु पर्यो नि त साथीहरूलाई है। हेर्नु त क्या दामी छ होइन त। दामी ठाउँ साथीहरूलाई देखाउँ। मान्छेहरू पनि छन् त्यता। ल हेर्नुहोस् त के दामी छ। साँझ झमक्क परेको घाँसमा तर यालो छ है। तिर हिँडेको छु। धान रोपेर सिद्धाइसकेका छन् यता। एक मुष्ट सरर घुमाउँछ है ल। दामी छ शीतल धानबारी, घरबारी, खेलकुदबारी सब यता छन् है ल। हेरौँ यहाँ के छ यस्तो हिसाबमा। यस्तरी हुँदै जाने हो। खेतबारी डुल्नु पर्यो। अर्काकै भए पनि आफ्नो सम्झेर है। के छ र सम्झेर हिँडिरहेको छु। सर्प भेट्यो भने चाहिँ डर लाग्दो हो। सुन्नु है आवाज बन्द है मान्छे देखेर सुने। ल कति राम्रो पानी छ नि त बगेको। ताल छ यहाँ पानी। डर चाहिँ अरू केही होइन। सर्पहरू छन् कि भन्ने डर लागेको छ तर केही छैन। हिँड्नु टुटु हिँडो एक्लै छु क्या अरे। ल पानी बगेको छ यहाँ। हेर्नुहोस् त राम्रो कल त्यो माछा त्यसले तर्सायो। त्यो सानो तर्साइहाल्यो। दामी छ ल। ठुलो रहेछ है आज अलि दामी छ ल। सिङ्गल हो म क्या अरे। बाघ भालु छैनन् होला। खासै डर लागेको त छैन। यसो कोही छैनन्। म एक्लै रहेछु। साथीभाइहरू कोही छैनन्। गजबै छ मेरो एक्लै। साह्रै पो दामी छ त। खिचौँ लाग्ने। हेर्नुहोस् त एक्लै भए पनि आनन्द छ है। जाडो छैन गर्मी पनि छैन अहिलेसम्म खासै।
बिहान बेलुकी चाहिँ जाडै हुन्छ, दिउँसो त्यति साह्रो दामी गर्मी हुन्छ। बच्चा बच्ची खेल्ने ठाउँ छ यसभित्र चाहिँ। बच्चा बच्ची ल्याउने खेल्ने मोज छ नि, मोज केटाहरूको। सो दामी आकाश पनि निकालौँ न कर्नरमा होइन, चट्ट पारेर यसरी निकालौँ। यता पनि एक क्लिक लिइहालौँ है, एक क्लिक लिइहालौँ है। स्थानतिर लागेँ म चाहिँ जङ्गल डुलिरहेको छु यस्तामै। उज्यालो छन्, टक्क पारेर ढङमा छिर्नुपर्छ ल म है। ढङमा छिरेर सर्प छैन होला नि त। ढङ 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 छिरे है म। त्यहाँ अर्को छ फेरि, यहाँ पनि छिर्नुपर्छ यार। ढङ 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 मान्छे छैन नि तर पनि बलिरहेछ नि त बत्ती। दिदीबहिनीहरू यता छन्। रात पऱ्यो है केटाकेटी हो, रात पऱ्यो। अब रात परेको अवस्था। जङ्गलमा हिँड्दैछु म एक्लै, अरू मान्छे छन्, मेरो चाहिँ साथी छैन। दामी छ ल, यतातिर पुग्ने हो म अब। यता हुँदै म कोठातिर लाग्छु। हेर्नुहोस् त जङ्गलभित्र के छ यसभित्र छैन। पुरै दामी छैन। रातका रानीहरूसँग हाम्रो परिचय छ। हामी गफसका साथी हौँ है। गफसका साथी भएकै कारणले म भेट्न आइरहन्छु रातका रानीहरूलाई। रातका रानीहरूको घर अनि छ कि छैन थाहा छैन, तर भाइ यो टाढो बाटो छ। अनि यता हुँदै जाने म चाहिँ गजब छैन त। भूत प्रेत छ भन्ने कुरा छैन, अब छन् भने पनि के, म यिनीहरूको भाषा बुझ्दिनँ, यिनीहरूले मेरो भाषा बुझ्दैन नि, त्यही भएर म ढुक्क। हेर्नुहोस् त के छ त, पुरा पुरी गजब छ। राम्रो छैन त। पालो जाने यहाँबाट पत्याके दामी छैन त। लु दामी निक्लिन्छ नि त हौ, यो छ है त केही। निक्ले ल अब। जङ्गल पार गरेर अब अलि नयाँ ठाउँमा पुग्दैछु है म। हेरौँ त अब एक सरो कति राम्रा रहेछन् नानी बाबुहरू, दामी छन् ल। गजबको छैन त। ल एक मुष्टमा दामी आयो है, क्या दामी छ है। अब कोठातिर लाग्ने बेला भइसक्यो है। यसो घुमाएर यसो फास्ट हो कि बस्ने ठाउँ छ यहाँ। मान्छे चाहिँ छैनन् तर बस्ने ठाउँ चाहिँ दामी दामी छ है ल। गजब छ त यार है। क्या हो क्या छ नि यार। ल गजब छ है। म लगभग मेरो ठाउँ आइसकेँ छ है। अँधेरो छ, काठको पुल छ। मेरो यहाँबाट अन्तिम हुन्छ है। तपाईँहरूलाई यसो गरेर म अन्तिम गराउँछु है ल। धन्यवाद छ तपाईँहरूलाई। अब यहीँबाट इन गर्छु र म चाहिँ टक्कै घर फर्किन्छु है। धन्यवाद साइकल, तँलाई पनि धन्यवाद।